गाइज गुड इभिनिङ है सबैजना सन्चै हुनुहुन्छ खाना खानुभयो हामी त खाना खाने बेला भयो हैन यी खानाले त बसेको छ आज हेर्न म आज दिदी घरमा आएको खाना हेर्न खाना कति धेरै खाना हालेको छ के मलाई मेरो दिदीले यो खाना त म खाइसक्दैन तर पनि दिदीले दिएको कुरा मैले ओके गरेँ हैन डन गरेँ आई होप म खाना चाहिँ सक्दिनँ नि आज हामी धेरैजना बसेर खाना खाँदैछौँ मेरो छोरी अनि मेरो छोरीले चाहिँ खाना खाँदैछ होइन अब यो त भिडियो बनाउनु मान्दैन क्या मेरो छोरी खाना खाँदैछ मेरो दिदीको खाना हो है मेरो दिदी चाहिँ आइपुग्नु भएको छ भर्खर आइपुग्नु भएको दिदी होइन हामी चाहिँ यहाँ खाना खाँदैछौँ मेरो छोरी खाना खाँदैछ अब म चाहिँ यहाँनिर मलाई त थोरा पस्किरहेको छैन हो तर पनि म चाहिँ दिदीले काँक्रा सलाद पनि काटेर ल्यायो अब हाम्रो त साग त है साग हो नि हो गाइस अब हामी चाहिँ स्टार्ट गर्छौँ है खाना अब हामी दिदी बहिनी चाहिँ खाना खाने अब हाम्रो खानामा रहेको छ हेर्नु है तपाईँहरूलाई म देखाउँछु ल गाइस यहाँ चाहिँ मासु साग यो के भन्छ सलाद अनि करेला भाजी खोर्सानी पोलेको खोर्सानी हाम्रो चाहिँ डल्ले खोर्सानी छैन गाइस अन्त दिदी छोरी मेरो छोरी है यो चाहिँ मेरो छोरी हामी बसेर खाना ल गाइस हामी चाहिँ स्टार्ट गऱ्यौँ ल फर्स्ट बाइट म चाहिँ हड्डी खाँदैछु दामी भएको छ क्या आजको खाना हो चिल्लो भयो क्या सानो चिल्लो भयो तेरो खप्पर यति तेल हालेको अब मासु नै बोसोवाला हालिदिनु भने चाहिँ तर बोसो छैन हौ मासुमा नि दामी छ मासु The manager didn't reply. Instead, Silas received an unknown call from a cemetery. For 2 years, I've been a human punching bag.